वेलकम ब्याक टु माई अनदर मिनी ब्लग गाइज। आज चाहिँ म बिहानै उठेर कहाँ जाँदैछु भने नि गाइज काममा हुन चाहिँ मेरो आज 2 बजेदेखि सिफ्ट थियो। तर मेरो जिएमले चाहिँ मलाई आज 9 बजे 9:30 बजे आउनु भन्नुभएको थियो, फोन गर्नुभयो सुतिरहेको बेला है। अनि मैले हत्तरपत्तर रेडी भएर फ्रेस भएर चल्दिएँ है गाइज, किनभने हत्तपत्त काम पाइँदैन, काम पाएको मलाई छोड्नु मन लाग्दैन। मलाई चाहिँ त्यो कामदेखि एकदमै क्रेजी छु। हजुरहरू हुनुहुन्छ हुनुहुन्न मलाई कमेन्ट गरेर भन्नु होला होइन, किनभने हत्तपत्त काम पाउँदिनँ नि त। अनि पाएपछि चाहिँ किन छोड्नु, झन् छिटो घर आउँछु भन्ने पनि भएको थियो। अनि पछिबाट चाहिँ म ब्रेकमा टक्कसँगले निस्किएँ होइन। अनि मलाई चाहिँ फेरि हाम्रै सेक्साको बर्गरहरू चाहिँ त्यस्तो धेरै मन पर्दैन, त्यस्तो खाँदिनँ, खाएरै यस्तो ज्यान फेरिसकेको छ मेरो। त्यही भएर म चाहिँ आज फेरि जाँदैछु माथि भनौँ न, अन्डरग्राउन्ड पनि भनौँ होइन। हजुरहरूलाई अस्ति मैले भनेको थिएँ यो चाहिँ अन्डरग्राउन्डमा यस्तो चलफल हुन्छ भनेर। अनि यहाँ चाहिँ म साथी भेट्न गएको थिएँ होइन, साथी छ कि छैन भनेर चाहिँ, किनभने मलाई एउटा साथीले चाहिँ अस्तिदेखि बोलाइरहेकी थिएँ अनि आउनु भनेको थिएँ। तर त्यहाँनिर चाहिँ मेरो साथी रहेन रहेछ, त्यो कारणले चाहिँ म चाहिँ उसै म चाहिँ खाजा किन्न जान्छ भनेर मैले टुटिलाको खाजा किनेर अनि अफिसमै बसेर खाना रुचाएँ मैले चाहिँ गाइस। बाहिर एकदमै बिजी थियो हाम्रो सेक्स्याक, अनि मैले चाहिँ कम खाएँ। मलाई चाहिँ एकदमै मनपर्छ यो टुटिलाको खानेकुरा। अनि रातिको हेर्नु न, यहाँ 11:55 भइसकेको थियो, मेरो घर जाने बेला हुँदै थियो होइन। अनि म चाहिँ घर चल्दिएँ, किनभने एलिजाबेथ लास्ट ट्रेन मैले समातिनँ नि मलाई गाह्रो हुन्थ्यो घर जान। हेर्नु न यति धेरै बिजी है, यो मान्छेहरू कहाँबाट आउँछन् कि यत्रो खाना खानै नपाए जत्तिकै। अनि म चाहिँ घर हिँडेँ होइन। हस् त, धन्यवाद हजुरहरूलाई। अनि मेरो भिडियो कस्तो लाग्छ भन्नु होला। बाई बाई।